Hello everyone, welcome to the review with Prakriti. आज हामीसँग छ एउटा किताब जसको नाम हो पचिनको बाई मिङ जिन ली। यिनी चाहिँ एउटा कोरियन राइटर हुन्, कोरियन अमेरिकन राइटर हुन् र यो किताब चाहिँ खास के बारेमा छ भने दोस्रो विश्वयुद्धमा जब जापानले चाहिँ कोरियालाई क्याप्चर गर्यो त्यसपछि कोरियाका चाहिँ धेरै मानिसहरू चाहिँ जीविकोपार्जनको लागि चाहिँ कोरिया आए। त्यसपछि उनीहरूले भोग्नु परेको हिंसाहरू, विभेदहरू, सङ्घर्षको कहानी नै यो पचिनको हो। मलाई यो किताब पढेपछि लागेको पहिलो चिज चाहिँ के थियो भने इतिहास चाहिँ कहिले पनि लुकाएर लुक्दो रहेनछ हैन। अब मैले चाहिँ कहिले पनि हामीले चाहिँ जहिले पनि जापानलाई चाहिँ कसरी बुझ्यौँ भन्दाखेरि चाहिँ अमेरिकाले बम हालेर तस नस भएको देश हैन, ठुला बम झेलेको देश भनेर चाहिँ मैले जहिले पनि जापानलाई बुझेँ। तर ऊ आफै पनि एउटा हिंस्रक देश रहेछ, उसले आफै पनि दमन गरेको रहेछ भनेर चाहिँ मैले बुझ्न पाएँ यो किताबबाट हैन। अनि मलाई यो किताब पढेर सबसे धेरै रियलाइज भएको चिज भनेको चाहिँ आफ्नो देश हुनु भनेको कति महत्त्वपूर्ण रहेछ हैन। आफ्नो फर्केर जाँदाखेरि मेरो देशमा यो मेरो देश हो, मेरो पुर्खा बसेको देश हो भनेर क्लेम गर्न पाउनु कति ठुलो कुरा रहेछ जस्तो लाग्यो मलाई यो पढेर। यो किताबमा के हुन्छ भने सुर्जा पहिलो जेनेरेसन भयो, अनि त्यसपछि उसको छोरा चाहिँ दोस्रो जेनेरेसन भयो, अनि तेस्रो जेनेरेसन उसको नातिले पनि त्यो जापानमा बस्नको लागि चाहिँ भिजा लगाएर बस्नु पर्ने कि जुन देशको उसले मुखै देखेको छैन, जुन देशमा ऊ जन्मिएको होइन, उसको बुवा पनि जुन देशमा जन्मिएको होइन, उसलाई त्यो देशको भनेर हेला गरिनु सम्मको दमन हो, शोषण हो, विभेद हो भन्ने लागिरहेको थियो मलाई हैन। उस्तौसम्म पनि भिजा लागेर बस्नुपर्ने भनेर यो एकदमै यो चाहिँ एउटा विश्व इतिहास जान्नको लागि चाहिँ राम्रो किताब हो। यदि तपाईँलाई चाहिँ फिक्सन अरू बोरिङ खाली नट फिक्सन पढ्न मन लाग्दैन भने चाहिँ यो किताब पढ्नुहोस् हैन। विश्वयुद्ध त विश्वयुद्ध नै भयो, त्यसपछि त्यो विश्वयुद्ध टरेपछि चाहिँ मानिसहरूले अझै कति पीडा भोगे, अझै कति सङ्घर्ष गर्नु पर्यो, या चाहिँ एउटा त्यो देशबाट चाहिँ देश खोसिएका मान्छेहरू के भयो, देश खोसिएका मान्छेहरू के भयो, कसरी बाँचे है अरूको देशमा गएर विदेश गएर, यो यसको कहानी हो, पढ्नु होला।